सबैजनालाई है म सञ्जोग तामाङ आज चाहिँ मार्केट स्टप जाँदैछु होइन पिकअप बोलेरो पिकअपको गियरबक्स खोल्नु र त्यसको चाहिँ क्लच प्लेट र प्रेसर प्लेटको काम छ है र उनीहरूले चाहिँ अघि फोन गर्नुभयो उहाँ चाहिँ कपिल दा हो कपिल छेत्री होइन उहाँको गाडीको काम गर्नु गइरहेछु र भन्दा अब बाटोमा यसो भ्लगहरू बनाउँदै होइन तपाईँहरूलाई अब कसरी क्लच प्लेट बाटोमा चेन्ज गर्नुपर्ने है 4x4 को आज सिकाइनेछ होइन जति पनि मेरो फ्रेन्ड फेसबुकको साथीभाइहरू छ होइन उहाँहरूलाई दाजुभाइ प्लिज यो भिडियोलाई राम्रोसँगले उयो हेरिदिनुहोस् होला है एन्डसम्म विशेष त म भिडियोमा के भन्नु खोजेको भन्दाखेरि भिडियोमा चाहिँ अब बाटोतिर बसेको गाडीहरूलाई होइन फर्स्ट प्रायोरिटी चाहिँ कसरी दिने होइन बाटोमा बसेपछि गाडी बिग्रेपछि अलिकति मन दुख्छ हो अन्त त्यो भएर चाहिँ बाटोमा चाहिँ फर्स्ट सर्भिस चाहिँ म दिइहाल्छु है त्यहाँबाट म त अरूलाई अन्त यो चाहिँ यहाँनिर चाहिँ आज है एकदमै सेलेमेन्डर लेकको लागि चाहिँ हामी अस्ति पनि आएको थियौँ हो त्यस्तो प्रमोट गर्नु पाइनँ यसमा सञ्जोग चाहिँ रेडी भयो एकदम उसले आफ्नो टुल्सहरू निकालिसकेको छ गाडी बनाउनु पर्ने चाहिँ यहाँनिर एउटा पिकअप रहेछ रियान्तले पनि अलिकति हेल्प गरिदिँदैछ के सित्तमा सुत्नु पायो नि म त ओह्रालोतिर घुम्ने ठाउँ त है कारहरू त जाँदैन होइन भानी छौ होइन हुँदैन त यहाँ चाहिँ गाइस होइन हाम्रो तालिम काम अलिअलि गर्नुहुन्छ हो धन्न मलाई चाहिँ एउटा सजिलो काम चाहिँ के पर्यो भनेदेखि माथिको गियर कभरहरू चाहिँ निकालिदिइरहेको रहेछ हो अन्त अब चाहिँ यहाँ हल्का चिसो जुस है खाँदै नै हजुर त्यो त मै खोल्छु कि माथिबाट खोल्नु न त्यो पाइनएप्पल रहेछ नाम हो सुतेरै खाइदिन्छु म हो हल्का क्लच सिलिन्डर सेल खोल्यो न म चाहिँ क्लच सिलिन्डर निकाल्नुपट्टि लागे हो हजुर यो खोल्नुपर्छ अन्त क्लचको अगाडि ड्राइभिङ साफ्टको नट ल एउटा बस डोरी दिनु न मलाई हजुर त्यसलाई सानो हजुर त्यो काटिदिनु न त्यो जिप टाइट के ठिकै छ म ठिकै लाग्यो मामा ठिकै छ ओके सिक्किम जुस हो कि स्क्रुड्राइभर जाने जिगर जाने मन ला 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 ला
है रिहान हामी त रड्डी भयो नि त है गेम हुनु है त हो गेम हुनु है त यहाँबाट अब त्यो पुल त बसेको क्या त पुल त खै खोला छ हौ लु त दा यो निकालिदिनु त भयो हो निक्ल्यो गरम मात्रै छ नि भन्दा पनि सानो हो यत्रोबाट अब यो चाहिँ मैले यो खोल्नुपर्छ हो होइन सानो सानो अर्को यत्रो सिलिन्डर बान्नु मात्रै दा यो क्लच सिलिन्डरलाई बान्नु अन्त यसको चाहिँ म्याक्सिमम् 16 mm को बोल्ट हुन्छ हो अन्त यो ढिला गर्नुपर्छ हेर्नुहोस् है यो एउटा छ माथि दुईटा जम्मा गरी 4टा हुन्छ हो फर्स्ट मेम्बरको 4टा अन्त त्यहाँबाट चाहिँ निक्लिन्छ हजुर बाँस पाइप भन्नुहुन्छ त पाइप छ भन्नु छिप्पेको छैन हुन्छ छिप्पेको चाहिँ हुनु पर्यो है फन्टीले कहाँ हुन्छ यति यहाँसम्म निस्किनु पाइप पो चाहिन्छ त वाट पर निस्किनु परबाट यतासम्म कहाँ जानुहुन्छ अरे पारा त चाहिँ त्यहाँ प्लायर छ त फाइनली गई छैन फर्स्ट मेम्बर मेरो उयो भइसक्यो है चेसीबाट आउट भइसक्यो अब यसलाई रहेको छ उयो गर्नु अनि चाहिँ अलिकति भारी गियरबक्स हुन्छ है अनि त्यति नै हो उठाउने चाहिँ अलिकति चाहिन्छ है 2 जना 3 जना जस्तो है त्यो बास हाल्नु मलाई त ज्याक पनि दिनु ल
त्यो ज्याक पनि दिनु न होइन म राख्दिनँ नि यस्तो भयो उचाल्नु त्यो बाँच्दा सबै नै राख्ने कति लाग्यो फुल छ के भन्नु भयो लामो छ नि अलिक ठुलो हुन्छ नि ठुलो दिनु त मलाई त्यो डोरी दिनु न मलाई होइन एउटा मात्रै दिनु नि हो कि क्रसबाट चेक गरेँ के भन्छ चेक आज फिलहाल है एयरसेल ब्लक र म हल्का होइन फाइनली चाहिँ हाम्रो यो बोलेरो पिकअपको होइन गियरबक्स चाहिँ मैले क्लच प्लेट रिसेट गरिसकेर है लगाइसकेँ र अब हेर्नुहोस् होइन सजिलोसँगले झारेर सजिलोसँग चढाएरै हो गाइस हेरिरहनुहोस् है के बाँच्दै रहेछ त केटाकेटीको अब यो चाहिँ जोडिसक्नु आँटेको हो एकछिन 1.5 घन्टाको टाइम हो चाहिँ त्यो भन्नु चाहिँ अलिकति के भन्नु रहेछ अत्तारिनु चाहिँ भएन हो त्यहाँ हेर यसमा चाहिँ अलिकति रिक्स पनि छ हो हेर्नुहोस् त यत्रो भारी भरकमले थिच्यो भने कसो होला ज्यान त जान्छ जान्छ गर्नुसँग डराउनु हुँदैन हो यो डर लाग्छ दिइरहेको छैन भने कसै गर्दा पनि हुँदैन खोटी चाहिँ खानु पऱ्यो प्रायः मान्छेले सोचिरहेको छ ल यो चाहिँ के घाट हो भनेर है यो चाहिँ तपाईँहरूको यहाँदेखि यता चाहिँ 4 व्हिल हो है भोलि गियरबक्स भन्छ यसलाई यो चाहिँ अलिक साह्रै छ यहाँ दाँतहरू दुख्यो नि हो ए हेर्नुहुँदैछ होला है हान्दैछु लाते भकुन्डो ल ल ल होइन गाइस हामी यो सकिसक्यौँ होइन पिकअपको काम यहाँ दाले यति त राखेको छ हो 10 दिन छ सक्यो है अब यो चाहिँ कपिल छेत्री गाडी छ अब घर बोक्छ मेरो क्रुहरू चाहिँ परनिर यहाँनिर रहेछ गाइस हो एसएल ब्लक यहाँ खेल्दैछ गोली रियान ब्लक यहाँनिर के अरेको ओ रियान
मजा हेरेँ आज दाहरूलाई हो यहाँनिर यस्तो दामी ठाउँमा ल्याइदिएको छु मैले दाहरूलाई होइन अहिले त हाम्रो यहाँ एकदम स्टार्ट भइसकेको छ ट्रायल लिइसकेपछि बाल्छ है हाम्रो भानी रियन रियन के भन्नु छ छैन गेम भन्नु स्टार्ट भइसक्यो है बिएसटी गाडी अन्त यहाँ चाहिँ आज हाम्रो सानो नानीहरू पनि रहेछ है तिम्रो नाम के हो आयन तिम्रो उसको यिनीहरूलाई आफ्नो ड्रिम सोच ल के हुनु इच्छा छ ठुलो भएर आर्मी तिमी आर्मी तिमी ठुलो भएर के हुनु इच्छा छ आर्मी नै ल ठिक छ ल गाइस होइन आज चाहिँ यहाँनिर फेरि गाडी बनाएर फर्किँदाखेरि चाहिँ पुल खेल्दैछ हाफबल र फुटबल होइन एसएल ब्लग र रियान ब्लगले अन्त यो चाहिँ यहाँ चाहिँ यतिको हान्नु भन्दैछ सिकाउँदैछ पुरै हो दामी छ हान है सर्ट होइन यहाँनिर आज चाहिँ फेरि ट्रुप आइपुग्यौँ हामी फाइनली आफ्नो काम सकेर है आज चाहिँ यहाँ एसएल ब्लग र रियान ब्लगले चाहिँ खेल्दैछ ठिक छ यस्तो सिरियस सिकिरहेको छ आज है एक-एकवटा टुक्रा चाहिँ खाइसक्यौँ हो तिम्रो के छ यसमा भन्नु अब यहाँ छ त अन्त यहाँ यो चाहिँ के गर्छौ कमान रियान यता र पिज्जा खान्छु भने तम्सिने पनि तिमी नै हो रेडी हो फुल गर्न चाहिँ आएको फिलहाल पिज्जा खाइसक्यौँ